ल यताबाट गए सैलुङ यताबाट गए महादेव गुफा सिधा गए चाहिँ यताबाट मन्दिर गएर पनि जान पाइयो अब यहाँ डाँफे ढुङ्गा पनि छ यहाँ डाँफे ढुङ्गाको कहानी भन्नु त बुवा ए यहाँ रहेछ डाँफे ढुङ्गा डाँफे ढुङ्गा ल उडेको डाँफे ठक्कै सैलुङ डाँडामा पुगे अब सैलुङ के अरे सैलुङ डाँडा के अरे कालिम्चोक तल्लो डाँडा होइन ठ्याक्कै कालिम्चोककै डाँडामा पुग्यो अरे वहाँबाट उठ्दाखेरि चाहिँ यहाँ माथि सैलुङ पुग्न नसकेर अनिखेरि यहीँ बास बसेको अरे माथि पुग्न नसकेर भनेपछि यहाँबाट हाराहारी पऱ्यो अब कालिम्चोक र यो डाँफे बसेको ठाउँ हाराहारी पऱ्यो यहाँबाट उँभो जान नसकेर अनि यहाँ बसेको बद्धे पऱ्यो यहाँबाट लगभग हाइटको हिसाबले बद्धे पऱ्यो हाइटमा बराबरी पऱ्यो कालिम्चोकको हाइटमा आयो यहाँबाट उँभो जान नसकेर यहाँ बसेको